आफ्टर 4 months लामो बसेँ काठमाडौँमा म यहाँको अस्तव्यस्तसँग एकदमै उल्टा दिक्क भइसकेर अब यो पालि जाँदैछु म पूर्वको टुर स्टार्ट गर्दैछ। बिहानको 5 बजेको छ, म यहाँबाट निस्किँदैछु अब नेक्स्ट ट्रिपको लागि। ल हुन्छ गाइस, त्यो रिसेट गर्नु पऱ्यो बिहान कति किलोमिटर बोलेको भनेर जानलाई रेडी। सो अल राइट गाइज, म सिन्धुली आइपुगेको छु। अहिले पनि बाटोको अवस्था एकदम खत्तम छ है। भर्खर मेजर अफ रोडहरू आइपुग्यो अनि अझै हिँड्नु बाँकी छ। अहिलेसम्म म 728 भयो, 45 किलोमिटर हिँडेको रहेछ। सो बिस्तारै जानुपर्ने हुन्छ अब। अब यहाँनिर चाहिँ एकदम खतरा के देख्यो भने यहाँनिर चाहिँ बाढी पहिरोले पुरै पुरिदिएको रहेछ। यहाँसम्म माथि, यति माथिसम्म भत्काएछ क्या। रोड त भत्कायो तर घरहरू पनि यसरी भत्काइदिएको रहेछ। रोडको कन्डिसन पनि खासै राम्रो छैन, धुलै धुलो छ। अब म यहाँभन्दा धेर बस्यो भने चाहिँ रुगा लाग्छ। ल हुन्छ। खाल्डा खुल्डी छ यो, यहाँसम्म बाटो त्यो खोलैले हो। यो खोलाले यस्तो बाटो बिगारेको हो होइन, पहिरोले। यहाँ खोइ के को जाम रहेछ, बिस्तारी हाँक्नुहोस् अरे। ल हुन्छ। बाटो बनाउँदै रहेछ नि त, बाटो बन्दैछ। बाटो राम्रो बनाउनु पर्यो यार। 10 वर्ष अगाडि यो हाइवे यस्तो हाँक्थेँ म, यो अहिले यस्तो हाँक्ने ठाउँै छैन। जहाँ पनि सावधान सुस्त गति। यो ठाउँ भनेको त लास्ट हाँक्ने ठाउँ हो नि त। वान अफ द बेस्ट हाइवे हो नेपालको। अहिले खत्तम भएको छ। कति हतार भएको साथालाई। 8 बजे नै यस्तो गर्मी छ, पछि के गर्ने होला। मैले हाँक्नै पाइरहेको छैन क्या। बाटो सब खाल्डाङ खुल्डुङ भएर एकदम पनि हाँक्नु पाएको छैन। अलिक राम्रो बाटो कहाँदेखि छ? यहीँबाट हो। 3, 2, 1, let's go! पुगेको छु म सिन्धुलीको त्यो फेमस ठाउँ। अनि यहाँनिर चाहिँ गर्नुपर्छ सब लुगाहरू गलेर म फ्रुट्स खानु आँट्दैछु। अझै खाना खानु मन लागेको छैन। अहिले 10 बज्यो होला लगभग, 10 बजेर 11 मिनट। अझै खानु मन लागेको छैन, एकछिनमा खान्छु। पिरो थोरै हालिदिनु। फ्रुट्स जुनारहरू होइन, पाइनएप्पल रेडी हुँदैछ। धन्यवाद। म अहिले सेल्फी डाँडा आएको छु। अब यहाँबाट भ्यू
हिमान अलमोस्ट 1 आवर जति लाग्छ। त्यहाँबाट चाहिँ म जान्छु इटरी हुन्छ। बाइक पनि अलिकति सेलायो होला, हिलो हिलो भएछ। यसलाई धरान गरेर धुन्छु म भोलि नभए आजै। अनि मैले चाहिँ लुगा नि चेन्ज गरेँ, धेरै गर्मी भएर बिस्तारै जान्छु। ल हुन्छ। अहिले चाहिँ 11:30 भयो अनि म यहाँ आइपुगेको छु। अब यहीँबाट होला जाने कटारी 49, गाईघाट 102, चतरा 158, म त अझै यति जानुपर्ने रहेछ यार, 176 किलोमिटर। ल ठिक छ, लागौँ यात्रा लागौँ। अलराइट, सो म आइपुगेको छु गाईघाट। अहिले गाईघाट आइपुग्यो। अब इटरी आइपुग्नु आँट्यो। सनस्क्रिन लगाएको, बिजो गइरहेछ, गर्मी उस्तै छ। त्यही भएर म यहाँ रोड छेउमा बसिरहेको छु। गाह्रो छ, गाह्रो, एकदम गर्मी भयो, मरे म गर्मी। सो अलरेडी यसलाई चाहिँ कोशी पुल भन्छ। यो चाहिँ चतरा अब धरान के हो भनौँ न, पूजा गर्नु नि आउँछ मान्छेहरू, डेटिङ बस्न नि आउँछ, सेतोपट्टि आउँछ। अब यहाँबाट इटरी जान्छु म। अलराइट, अब मात्र 18 किलोमिटर छ है म इटरी आइपुग्न। म अहिले कन्फ्युज भइरहेको छु कि धरान बसौँ कि इटरी बसौँ भनेर। यस, अब यहाँबाट जाने हो, हेरौँ के हुन्छ। अहिले चाहिँ केही 3 कति पर्छ, 3:30 भयो होला। अहिलेसम्म म 311 किलोमिटर हिँडिसकेको छु काठमाडौँबाट हिँड्दा। म यसरी माथि आउनु त मन छैन, त्यसै पनि काठमाडौँमै डढिसकेँ। अनि यो तराईको गर्मीले त म त हक्सी नै हुन्छु होला क्या। त्यही भएर बिस्तारै हिँडिरहेको छु। मेरो एकपट्टिको मिरर बस्नुपर्ने भएको छ, अघि मेरै हातले ठोकेर अलिक लुज हो। अलरेड म इटरीमा आइसकेँ। अब यहाँ 1-2वटा सामान किन्नु छ, जानुपर्ने छ। 4 बजे नि यस्तो गर्मी रहेछ यार, कसरी बस्नु हो यो ठाउँमा त। 4:30 हुनु आँट्यो कि 4:30 बजे नि यस्तो पोल्ने घाम छ क्या, लाइक लिटरली के चाहिँ गर्ने होला। हैट, म नसक्ने रहेछ तराईमा बस्नु। म पसलको लागि सामान हाल्नु आएको छु होलसेलमा। हाम्रो बिपी भाइ, के रे भाइ तिम्रो नाम? पिआर होलसेलको मान। ल हुन्छ, यसो पसलको लागि सामान हो होलसेलको। अब यहाँबाट सामान लगेर भोलि जान्छु। यो चाहिँ इटरीबाट धरान जाने बाटो हो। अनि त्यस खतरा छ। हल्का साम्पाङको भिडियो जिल्ला आउनु आँट्दैछौँ हामी। अहिले बेलुकाको 6 बजी छ कि, त्यही पनि यस्तो गर्मी छ क्या। अब म इटरी नबसिकन आज धरान बस्ने प्लान गरेँ। सो अल दिस थिङ एट धरान। सो म धरान आइपुगेँ। अनि म जहिले धुने ठाउँमा बाइक धोइरहेछु। अब यहाँबाट होटेलमा बस्छु, हाल चेक इन।